खाना बनाउँदैछु र के बनाउँदैछु भन्दाले चाहिँ सुँगुरको मासु चोचो। हेर्नुहोस् त आम्मामा बोसो कराई चाहिँ तात्ति सकिसकेको छ। अब म यसमा चाहिँ प्याज हाल्दैछु। तेल चाहिँ मैले कम्ती नै हालेको कि किनभने अब सुँगुरको मासु छ बोसो धेरै छ त। अब चाहिँ यसलाई मासु हाल्छु हो। हल्दी हाल्यो। अब चाहिँ मसला हाल्छु। हामी चाहिँ पिनेको मसला खान्छौँ, पिनेर खान्छौँ मसला हो, त्यो प्याकेटवाला खाँदैनौँ। अन्त पिनेर खान्छौँ। यहाँ चाहिँ जिरा धनियाँ अदुवा लसुन खोर्सानीहरू सबै पिनेको छ। अब मसला हालेर चाहिँ अब तपाईँहरू चाहिँ कसरी पकाउनुहुन्छ, म चाहिँ यसरी नै पकाउँछु हो। टमाटरको पानी अब अन्त नुन पनि हालिहालौँ पाक्छ मजाले। सुँगुरको मासुमा पल्किने हो, राइनीतिर ढल्किने हो। मसला चाहिँ अब पाक्नु नै आँटेछ किनभने चाहिँ हामी घरमै पिसेको मसला हो कि। मासु चाहिँ पाक्यो। अब यहाँ हेर्नु त मजाको देख्दैछ हो। अन्त अब चाहिँ यहाँ धनियाँ पत्ता हालेर चाहिँ निकाल्नु पर्छ। साथीहरू मेरो सब्जी पाक्यो पनि हो। अनि त्यहाँदेखिको अब चाहिँ म एउटा चाख्नु पर्यो कस्तो चाहिँ भयो भनेर। मासु चाहिँ सुँगुरको बस्सो। मिठो भएछ, दामी भएछ तर अलिकति हल्का नुन चाहिँ चर्को भयो।